आगामी पुष 9 र 10 गते हिबिस्कस क्विज मेनिया सिजन 4 सम्पन्न हुँदैछ। यो प्रतियोगिताका संयोजक सुभाष मोक्तान सरसँग हामी यो प्रतियोगिता गर्नुको मूल उद्देश्य के हो, पुरस्कार कस्तो छ र यसको प्रावधान चाहिँ के छ, यसको प्रक्रिया कस्तो छ, समग्र विषय वस्तुमा हामी कुराकानी गर्न लागिरहेका छौं। सर, स्वागत छ यहाँलाई। नमस्कार, म सुभाष मोक्तान, हिबिस्कस क्विज मेनिया सिजन 4 को इभेन्ट कोअर्डिनेटर र विगत दोस्रो सिजनदेखि एज अ इभेन्ट कोअर्डिनेटरको रूपमा हिबिस्कस क्विज मेनियाका ग्रुपसँग म जोडिएर यो इभेन्टमा सँगसँगै आज चाहिँ यस वर्षको क्विज मेनिया सिजन 4 सम्म एज अ इभेन्ट कोअर्डिनेटरको रूपमा आबद्ध छु। हिबिस्कस क्विज मेनिया हामीले गत 4 वर्षदेखि निरन्तर रूपमा धरानमा रहेका विद्यार्थीहरूलाई लक्षित गरेर भोलिका दिनमा धरान सँगसँगै सुनसरी भरिका विद्यार्थीहरू चाहिँ सेवा क्षेत्रमा, विशेष गरी सरकारी क्षेत्रमा, निजामती क्षेत्र, त्यो सँगसँगै विभिन्न खाद्यान्न संस्था र विभिन्न सरकारले जारी गर्ने, सरकारले खुलाउने भ्याकेन्सीहरूमा चाहिँ त्यो निजामती विशेष गरी लोकसेवाले लिने परीक्षाहरूमा चाहिँ विद्यार्थीहरूको आकर्षण होस् र सहजता होस् भनेर हामीले अहिले स्कुल तहदेखि नै त्यसप्रति आकर्षित हुनु। हजुर सर, स्कुल तहदेखि नै विशेष गरी हामी माध्यमिक तहमा पुगिसकेपछि विद्यार्थीहरू चाहिँ त्यो तर्फ चाहिँ आकर्षण होस् भनेर हामीले क्विज मेनिया सञ्चालन गर्दै आएका छौँ। हजुर सर, यो पटक चाहिँ अस्ति केही समय अगाडि पत्रकार सम्मेलन गरेर लगभग खुल्ला यो प्रदेशभरिकै जहाँ पनि भाग लिन सक्ने भनेर पनि भन्नुभयो होइन? हजुर सर, यसपालि चाहिँ हामीले गत साल चाहिँ हामीले विशेष गरी फर्स्ट सिजनमा हामीले धरान लक्षित गरेर धरानलाई सेन्ट्रलाइज गरेर र दोस्रो क्विज मेनिया सिजनदेखि चाहिँ हामीले ओपनली सुनसरी डिस्ट्रिक्टभरिका इन्टर स्कुलहरूलाई चाहिँ पार्टिसिपेट गराएको थियो र यो पालि चाहिँ हामीले कोशी प्रदेशभरिका इन्ट्रेस्टेड स्कुलहरूलाई हामीले चाहिँ यस क्विज मेनियामा चाहिँ सहभागिता हुन पाउने प्रावधान हामीले राखेका छौँ सर। खुल्ला छोड्नु भएको छ। खुल्ला रूपमा पुरस्कारको राशि पनि भनिदिनुहोस्। हामीले यो वर्ष चाहिँ पुरस्कारको रूपमा हिबिस्कस क्विज मेनिया सिजन 4 देखि प्रथम पुरस्कार 20,000 रुपियाँ नगद र मेडल र रनिङ ट्रफी राखेका छौँ र दोस्रोलाई हामीले 15,000 मेडल र सर्टिफिकेट र तेस्रो, चौथो र पाँचौँ र छैटौँ गरेर टप 6 सम्मलाई नै हामीले 10,000, 8,000, 6,000, 4,000 गरेर क्रमशः टप 6 सम्म पुग्ने स्कुलहरूलाई नै राखेका छौँ। हजुर, यसको प्रक्रिया चाहिँ कस्तो हुन्छ यो टप 6 छनौट गर्ने? हामीले प्रतियोगिता 2 दिन सञ्चालन गर्नेछौँ र यसपालि पुष 9 गते र पुष 10 गते 2 दिन सञ्चालन हुन्छ र पहिलो दिन पार्टिसिपेन्ट भएका सम्पूर्ण विद्यालयहरू चाहिँ पहिलो दिन आउँछन् र 100वटा क्वेसन बराबरको लोकसेवा, हाम्रो खैदार लेभल सोसराको जीके क्वेसनहरू सोधिन्छ। उनीहरूले 3 जना प्रत्येक विद्यालयबाट 3 जना विद्यार्थीहरू सिलेक्ट भएर आएका हुन्छन् र उहाँहरूले 100वटा क्वेसन चाहिँ 90 मिनटमा यहाँ बसेर पहिलो दिन सल्भ, एउटा टिमले एउटा क्वेसन सल्भ गर्नुपर्छ। एउटा टिमले एउटा क्वेसन जहाँ चाहिँ 100वटा प्रश्नहरू राखेका हुन्छन् र लोकसेवाकै प्याटर्नमा 4वटा अप्सनहरू राखेका हुन्छन्। उहाँहरूले लगाएको सही टिक मार्कका आधारमा उपस्थित विद्यालयहरूबाट टप 6 छनौट गरेर दोस्रो दिन चाहिँ हामीले टप 6बाट चाहिँ हामीले छनौट हुन्छन् दोस्रो दिनको लागि, जसमा चाहिँ दोस्रो दिन चाहिँ हामीले विभिन्न राउन्डहरू, हाजिर जवाबका प्रतियोगितामा हुने सम्पूर्ण राउन्डहरू चाहिँ त्यहाँ ब्रजर राउन्ड, अडियो भिजुअल राउन्ड र चाहिँ हामीले क्वेसनहरू सोध्ने ती कुराहरू सबै दोस्रो दिन हुन्छन् सर। त्यसबाट चाहिँ अघिल्लो दिन 6वटा टिम छनौट गर्नुहुन्छ होइन? लिखितबाट त्यो 6वटा टिम चाहिँ भोलिपल्ट चाहिँ यो विभिन्न राउन्डहरूमा प्रश्न सोध्नुहुन्छ। हजुर।
यसमा विद्यार्थीले आम जो विद्यार्थीहरू हुनुहुन्छ अथवा विद्यार्थीका अभिभावक अथवा शिक्षक जसले हेरिरहनु भएको छ उहाँहरूलाई के भन्न चाहनुहुन्छ? किन भन्छ वाइ हिबिस्कस क्विज मेनिया किन पार्टिसिपेट हुने भन्नु भने छोटोमा चाहिँ विशेष गरी एउटा उद्देश्य के हो भने हामीले माध्यमिक तहको पढाइ सकिसके पछाडि हामी आम विद्यार्थीहरूमा अलिक अथवा अभिभावकमा के सोच छ भने हामी सबै चाहिँ एउटा +2 सकिसके पछाडि हाम्रो रोजाइ भनेको धेरै जसो अभिभावकको रोजाइ भनेको अहिले अन्य चाहिँ विदेश पढ्ने यात्रा नै त्यो धेरै अभिभावकले सोचिराखेको सक्नुहुन्छ। त्यो सँगसँगै एउटा चाहिँ नेपालमा पढेर के स्कोप छ अथवा स्कोप चाहिँ हामीले ल्याक अफ स्कोपहरू देखिरहेका छौँ, जसलाई चाहिँ हामी नेपालमै बस्नुपर्छ, सरकारी सेवा सुविधा सरकारी जागिरमा खानुपर्छ होइन। त्यो भन्नको लागि पनि एउटा विद्यार्थी र अभिभावकहरूलाई एउटा टेवा पुगोस्। भोलिका दिनमा चाहिँ विद्यार्थीहरूले चाहिँ यहाँ नेपालमै एउटा विभिन्न तहका अघि पनि भन्नु मैले निजामती होस् या विभिन्न संस्थान होइन, खाद्य संस्थान, प्राविधिक, सेना, प्रहरी, यो सबै क्षेत्रमा जाहिर खानका लागि हामीले चाहिँ विभिन्न जिकेहरू लोकसेवा प्याटर्नका चाहिँ क्वेसनहरूलाई हामीले विद्यालय स्तरमै तयारी गराइदियौँ भने विद्यार्थीहरूले पनि भोलिका दिनमा चाहिँ स्थायी जागिर खानका लागि एउटा महत्त्वपूर्ण एउटा चाहिँ यो खुड्किलो हुनसक्छ होइन। यहाँ गत साल हामीले चाहिँ यो क्विजमा भाग लिएका विद्यार्थीहरू त्यसो पृष्ठभूमि बुझ्दा पनि अहिले चाहिँ कोही खरिदारको चाहिँ दोस्रो पत्र तेस्रो पत्र होइन तयारी गर्दै गरेको प्रथम पत्र चाहिँ पहिले भाग लिएर सहज भएका र चाहिँ यहाँ हिबिस्कस क्विज मेनिया सिजन फर्स्ट चाहिँ विजेता भाइ बहिनी कोही सेनामा जागिर खाइराखेको, कोही चाहिँ अहिले चाहिँ खरिदार अथवा चाहिँ अधिकृत नायक सुब्बाहरू अथवा विभिन्न संस्थानहरूमा तयारी गरिराख्दाखेरि उहाँहरूको अनुभव बुझ्दाखेरि त्यो हिबिस्कस क्विज मेनियाले पनि एउटा चाहिँ महत्त्वपूर्ण रोल खेल्यो हाम्रो जीवनमा, जसले गर्दा हामी यो तहसम्म आउन सफल भयौँ भन्ने हामी प्रत्यक्ष रूपमा विद्यार्थीहरूलाई फिडब्याक प्रदान गरेर पनि यो हिबिस्कस क्विज मेनिया को जुन टिम छ हामीलाई चाहिँ एउटा हौसला मिलाएको छ, जसले गर्दा भोलि चाहिँ आउने दिनहरूमा पनि अझ धेरै रूपमा चाहिँ विशेष गरी धरान, सुनसरी लगायत प्रोभिन्स 1बाटको विद्यार्थीहरू चाहिँ जति पनि स्टुडेन्टहरू छ भोलि त्यस्ता लोकसेवाले प्रकाशन गर्ने नतिजाहरूमा चाहिँ ती विद्यार्थीहरूको नाम देखिराख्दाखेरि एउटा पूर्वको रिप्रेजेन्टेटिभ गरिराख्दाखेरि एक किसिमले हामीलाई आनन्दित तुल्याउँछ पनि पक्कै पनि त्यो तुल्याउँछ। र अर्को भनेको धरान सुनसरी भनेको हाम्रो चाहिँ अलिकति लोकसेवामा एउटा पछि परेको होइन, विशेष गरी निजामती सेवातर्फ चाहिँ पश्चिम नेपालहरूबाट चाहिँ एउटा गाउँको एउटा पालिकाबाट चाहिँ हामी यतिजना चाहिँ अधिकृत चाहिँ एउटै पालिकाको भयो भन्ने हामी त्यो डाटाहरू सुन्दा हामीले एउटा चाहिँ त्यो एउटा कस्तो महसुस हुँदो रहेछ भने हाम्रो धरानबाट पनि सुनसरीबाट पनि कोशी प्रदेशबाट पनि यसरी नै चाहिँ एउटै पालिकाबाट अथवा एउटै जिल्लाबाट चाहिँ नाम निस्किँदा कस्तो हुन्थ्यो होला भन्ने त्यो हामी एउटा चाहिँ हामीलाई पनि त्यो महसुस हुन्छ। र भोलिका दिनमा चाहिँ अब हाम्रो त कति त उमेर पनि गइसके हुनसक्छ र भोलि हामीले चाहिँ शिक्षण सिकाइ सहजीकरण गरिरहेको विद्यार्थीहरूले चाहिँ जो चाहिँ हामीले निर्देशन गरेको हामीले चाहिँ गाइड गरेको विद्यार्थीहरूले चाहिँ ती तहमा नाम निकालिराख्दाखेरि पक्कै पनि हामीले निकालिरहेको हामी नै हो भन्ने महसुस हुन्छ र एउटा हुन्छ होला भन्ने त्यो अपेक्षा पनि ल्याएको छ। र विद्यार्थीलाई चाहिँ भोलि चाहिँ कसरी चाहिँ हामीले लोकसेवामा अगाडि बढ्ने भन्ने कुराले पनि यो हिबिस्कस क्विज मेनियाले चाहिँ एउटा ठुलो टेवा पुर्याउँछ जस्तो लाग्छ मलाई। हस्, धन्यवाद।